안에 이다다다 자와 진짜다리 저 방문의 상품이죠. 저거 되는 마 주제 라마 가르로다와 렌제 타과 내 마주는 라마 사게 무슨 걸로 까파베 주진 잠배양 अब यो मनुष्यको चाहिँ तन्त्र बनाउँदाखेरि अब यो चर्या तन्त्रमा मतलब तीनटा पर्छ तीनटा भित्र चाहिँ देखिन्छ तथा अन्तर्गत पर्दछ यसमा पनि धेरै तन्त्रहरू विभाजन गरिएको मध्ये यो चाहिँ के हो भन्दाखेरि मनुष्यको चाहिँ एकल वीर तन्त्रबाट निकालिएको एकल वीर र यो यसमा पनि पञ्चदेव युक्त भएको मनुष्यको अनुज्ञा र एकल भनेको मनुष्य एउटा मात्रै राखेर दिने अनुज्ञा दुईटा छन् त्यसमध्ये चाहिँ यो दोस्रो एकल वीर भने मनुष्य मात्र राखेर दिने अनुज्ञा हो र यो चाहिँ भारतबाट आएको हो जेतारी भन्ने गुरुबाट चाहिँ आएको हो र जेतारीबाट चाहिँ बुद्धिका क्रममा दलितमा ठुलो र दलितमा सानो त्यहाँबाट गएर भारी बचाउ हुँदै मेरो साहित्य वंशमा चाहिँ यो परम्परा अरू किसिमले आएको छ र यही म तपाईँहरूलाई भनिदिन चाहन्छु यहाँ नमस्ते म कोन सुन्नुका भया Nene Rama Parirosa ke nene Lama Chambu sede me bitane nene Lomia Nango Lomia Naya ya Sherako Tuya ya Juzi Jamaya ko rese sunne Jelanda ni nena Duzanse Nene Purage Kasu Tuve Tawzene Dağıtım bilgilerine düzenlemeye kudretliklerle endişemeye boş siyasine endişemesiyle gitamata tene soğutuğunda ma da tada bazı şeyler gibi karmaşık bir şeyle endişemeye da susgilerle अब मैले तपाईहरुलाई मनुष्यको चाहिँ विशेष केही कुराहरु तपाईहरुलाई जान्नुपर्दा तिब्बतमा चाहिँ हाम्रो यो पञ्च शाक्य गुरुहरुमध्ये चाहिँ शाक्य प्रश्नको शाक्य कुमार लिम्बू भन्ने गुरु हुनुहुन्छ अनि उहाँलाई चाहिँ भारी रचवा गुरुले चाहिँ तपाई एउटा शाही वंश शाक्य परम्पराको ठुलो गुरु हुनुहुन्छ तपाईले भविष्यमा प्राणीको धेरै हित पाउनुपर्ने भएको हुनाले तपाईलाई प्रज्ञाको जरुरत पर्दछ र प्रज्ञाको लागि चाहिँ प्रज्ञा पाउनको लागि चाहिँ आराध्य देव भनेको चाहिँ मनुष्य हुनुहुन्छ भनेर चाहिँ भारी रचवाले यही तन्त्र चाहिँ साचिन कुमार लिम्बूलाई चाहिँ दिनुभएको थियो त्यसपछि साचिन कुमार गुरुले भारी रचवासँगै 6 महिनासम्म सँगै उहाँले ध्यान तपस्या गर्नुभयो र 6 महिनाको अवधिमा ठ्याक्कै 6 महिना सक्दाखेरि मनुष्यले प्रत्यक्ष दर्शन दिएर उहाँले प्रज्ञा बढाइदिनु भयो त्यति मात्र होइन अनि मनुष्य बोधिसत्वले अनि साचिन कुमार लिम्बूलाई चाहिँ 4 आसक्तिबाट मुक्तिको उपदेश पनि दिनुभयो जुन अहिलेको परम्परासम्म अटुट परम्पराबाट आएको छ 어쨌든 단과도 생각이고 바로마저 처음에 제난다 구야라 대신 공부시고 다시 구론다 수주들이 받지야 내고 싸다네 근데 정말다 내제 구해지 말이야 अब यसरी प्रज्ञाको अटुट परम्परा अहिलेसम्म आइरहेको छ यो परम्परा चाहिँ तपाईहरुलाई दिन राख्ने चाहिँ तपाईहरुले अघि मैले बताए नि सबै प्राणीको हितको लागि बुद्ध हुन सकोस् भन्ने भावना मनमा राख्नुस् र त्यसको लागि अनुज्ञा दिन जानेछु भन्ने भावना गरेर गुरुलाई शरीर वचन मन नै चढाउनुहोस् अब रत्नमण्ड चढाउनुहोस् 내가 때문에 가서 다양한 이유로 순수 사업에 자원인데 이제 내가 진실을 내가 지고 빠지는 줄네 근데 제가 사무실에 있는데 र अहिले तपाईहरुले चाहिँ मेरो शरीर वचन मन मेरो सम्पत्ति मेरो छोराछोरी मसँग सम्बन्ध सबै चिजहरू रत्नमण्डको रूपमा चढाएर अनेकौं सूर्यहरू पर्वत अनेकौं अनि चन्द्रमा सूर्यहरू बनाएर गुरुलाई अर्पण गर्छु भनेर भित्रै हृदयदेखि यो अनुज्ञा दिनको लागि प्रार्थना गर्नुहोस् Amen.
잡대 소화대가 뒤질들 अब तपाईँहरूले गुरुसँग पितृ डराउनु चाहिँ हातमा फुलेको जस्तो सम्झेर पितृ गुरुसँगै डराउनुहोस् 유수 산계 탐제다 하베 하이 모니 반대남의 거리기 아라 전원자도소 유수 산계 탐제다 하베 하이 모니 반대남의 거리기 아라 전원자도소 유수 산계 탐제다 하베하이 모니 신대람의 거린기 따라 제만자도 수로简单简单的我送人但在鱼塘下面的原来这么小啊说但你每天送是那的还是那个因为你上山别送信错啥呀地位什么呀给我空的开呀他们对讲究的嘛，城市性的多嘛，这些那原来这个些我的概念，都没有的。अब यसरी हामीले रतमानको गरायौँ र गुरुलाई अनुज्ञा दिनुहोस् भनेर विधि पनि गरायौँ अब यसरी के भयो राकेश भन्दाखेरि आफ्नो मनको विकार मनमा भएको राकेशमा हटाउनको लागि चाहिँ सप्ताहमा वन्दना गरिँदैछ र यी सप्ताहमा वन्दनामा पाठ यसमा गरिन्छ बोधिचित उत्पन्न गरिन्छ स्नान भवन उत्पन्न गरिन्छ यसरी 7 वटा अभ्यासहरू गरिन्छ यो धेरै महत्त्वपूर्ण छ 他这样呀，就是妈妈的意思嘛，就是这个呀，我们是下一个日的，下的了，但是这下班嘛，就我们光一他们的人出去，那这个给他们一人3个城市的靠3个米叫的，这个我们什么地方的文书性的服务员那样的那个些。अब तपाईहरुले मलाई स्वयं सुन्दर कलरको पहेँलो मनुष्य रूपमा ध्यान गर्नुहोस् र मेरो वरिपरि त्रिकालका बुद्ध बोधिसत्वहरू पनि छन् भनेर भावना गर्नुहोस् त्रिकालका गुरुहरू पनि छन् जसरी आकाशमा एउटा बादल आएको छ नि त्यसरी नै तपाईहरुले मलाई बुद्ध बोधिसत्वले घेरिरहेको मनुष्यको रूपमा ध्यान गर्नुहोस्那第一天晚上的那个在他们你比说现在，那个他们的身边他们的个人，然后你让他准备些啥我心里身边他们的比较，那你让他准备些娱乐啥的事，你明白不说？ यसमा तपाईँ मात्र होइन तपाईको यो जीवनको बुवा आमा लगायत संसारका सबै प्राणीहरू अन्धका भावका प्राणीहरू पनि मसँगै गुरुलाई सप्ताहमा वन्दना गर्दैछ भनेर भित्रैदेखि भावना गर्नुहोस् 那你让这个唐伯的一个小的，这他们那个人先看到把这，真米线把这毛病把这旁边把这烧个真是搞的，另外每个人来其他烧个这他们老的呀，就是差不多的。 就空的说这个就是差不多的，你想不起来的。 अब तपाईँ यसरी भावना गर्नुहोस् सुदूरको सप्ताहमा वन्दना भनेको पाप देशना हो तपाईँ भावना गर्नुहोस् अनादि कालदेखि अहिलेसम्म राग द्वेषमा परेर पाप कर्महरू गरे होला मैले चाहिँ अज्ञानतापूर्वक राग अकुशल कर्म गरे होला देशमा परेर गरे होला अश्रद्धा गरेर गरे होला ती सबै कर्महरू एकदमै भयानक छन् यसले मेरो भविष्यमा अवश्य पनि नराम्रो दुःखमा ल्याउँछ त्यसकारण यो कर्महरूलाई मलाई साँच्चै पश्चाताप लागिरहेछ भनेर पश्चातापका सहित यो पाप देशना चाहिँ गर्नुहोस् 人一个的教就是一样的，人家打三届的甚至什么研究的，然后3届老师他个同学问那个，人家那不是是教，到那人家的结尾看到都是比较刚才不知道的呀，人家结束一样些。 दोस्रो अध्याय चाहिँ तपाईँको अनुमोदना हो यो अनुमोदना कसरी गर्नुपर्छ त्यसरी भावना गर्नुहोस् त्रिकालका बुद्ध बोधिसत्वहरूले जसरी पुण्य गरे त्यो पुण्यमा खुसी जनाउनुहोस् आफू आफ्नो परिवार र संसारका सबै प्राणीहरूले जे जति पुण्य गरिरहेछन् ओहो कति राम्रो भनेर भित्रै मनदेखि त्यसमा खुसी हुनुहोस् यसलाई अनुमोदनाको अभ्यास भनिन्छ 你说的很难成就生出来呀，说成就生腻了，本就成就生吧。 很难成就的生生，很难成就的生生的，学他们这个内陆，什么当班的，觉得他看见的条，对应的，对应的，
초계권 중에 요함을 이 법에 또 있고 여러분들 이내 각 길이야 근데 상계에서 service 만나는 사무당원이 그러네요. 그 인양을 하네. 이 경우도 제가 대신도 다 기타 에 사무처는 이내로 사무당원이 저가 탐제가 자원이 에 번째 간담원도 그것도 시기 인사를 탐제셔야 되려야 에 단단 전기 있음 중앙선으로 तेस्रो वन्दना चाहिँ परमार्थ बोधिचित्तको वन्दना हो। यो बोधिचित्त भने दुईटा छन्, समृद्धि बोधिचित्त र परमार्थ बोधिचित्त। यो परमार्थ बोधिचित्त भनेको अर्थ के हो भन्दाखेरि संसारका सबै चिज वस्तुहरूको अस्तित्व वास्तविकता के हो शून्य छ। यसमा कुनै विचार कसरी के गर्न सक्दैन, त्यो शून्य हो, शून्यता। सबै चिजको अस्तित्व शून्यता हो र त्यो सबै चिजको अस्तित्व शून्यता बुझेर नै यो कालका बुद्धहरूले बुद्धता प्राप्त गरेका हुन्। र यो परमार्थ बोधिचित्त यसरी वन्दना गर्नेमा मनमा उत्पत्ति हुँदैन, त्यो चाहिँ ध्यान गरेरै उत्पत्ति गर्नुपर्ने भएको हुनाले जसरी त्रिकालका बुद्धहरूले सबै वस्तुहरूको चाहिँ स्वभाव शून्यतालाई बुझेर साक्षात्कार गरेर बुद्ध हुनु भए म पनि त्यसरी नै बुद्ध हुनको लागि परमार्थ सत्य शून्यताको भावना गर्छु, भविष्यमा गर्नेछु, अहिलेदेखि नै गर्नेछु भनेर चाहिँ कसम खाएकोलाई चाहिँ परमार्थ बोधिचित्तको चाहिँ वन्दना भनिन्छ। 근데 10월 이때부터 다들 양쪽이 계속을 다음에 미리를 깨고 남아서비어 말 항상 순어지나야 하버튼이 권에 근데 꿀조 숨을 약간 좋아이나 괜히 뭐든 남아서비어 그런데 일단은 그래서 꿀조 숨다 남자하고 상계 군조 남을 주 군조 남주를 줘 근진 군조 됐으면야 뒤에 손데 지지선이 뭐 마음이 봐도 그것은 단지 중간에 제가 대화를 거야 되게 있어도 진짜로 좋아하는 चौथो वन्दना भने चाहिँ शरणगमन हो। यो धेरै नै महत्त्वपूर्ण छ, किनभने एउटा बौद्ध हुनु र अबौद्ध हुनुको फरक भनेको नै उसमा शरणगमन छ कि छैन भन्ने कुरा हो। त्यो व्यक्तिमा बुद्ध धर्मसँग क्रियात्मकमा शरण भएको छ भने बन्द बुद्धिस्ट हुन्छ, ऊ बौद्ध हुन्छ। त्यसकारण आजदेखि म संसारको दुःखबाट हटाएसम्म मार्ग देखाउने बुद्ध अभ्यास धर्म र साथ दिने साथीहरूलाई सङ्घको रूपमा राखेर क्रियाको शरणमा जान्छु। यति मात्र होइन कि यो संसारका सबै प्राणीहरू जन्म मरणको दुःखमा परिरहेका प्राणीहरूलाई मुक्त गर्नको लागि आजदेखि बुद्ध नभएसम्म क्रियात्मक शरणमा जान्छु भनेर मनमा तपाईँले लिनुहोस्। यसलाई शरणगमनको वन्दना भनिन्छ। 옛날에 그 군주선이기선, 군주선이기선이야 되냐? 몇몇선나 주배선 승리요. 몇몇선세 가지지에서는 설명하기도 조부선이 고만하고자, 진리가 커버자, 예방도 커버자, 전쟁이 삼바때 근데 유치하는 중도 거기 담대제데. 예산 신자상기기 그 조부선이 고만 진리가 커버체 인사버체 때문에 있는 면과 생기했습니다. अब पाँचौँ चाहिँ के हो भन्दाखेरि प्रनिधि बोधिचित्तको वन्दना हो। र यो समृद्धि बोधिचित्त दुई किसिमका हुन्छ, प्रनिधि बोधिचित्त र अनि प्रस्थान बोधिचित्त। अब अहिले वर्णन आएको चाहिँ प्रनिधि बोधिचित्त हो। यसलाई के भन्छ भने प्रार्थना बोधिचित्त पनि भनिन्छ। कस्तो भन्दाखेरि सबै प्राणीको हितको लागि म पनि बुद्ध हुन पाए हुन्थ्यो, म प्राणीको हितको लागि अवश्य पनि म बुद्ध हुनेछु, जसरी पनि म प्राणीको हितको लागि बुद्ध बन्नेछु भन्ने भित्रदेखिको आशा आयो भने त्यसलाई के भन्छ भने प्रनिधि बोधिचित्त भनिन्छ। र यो चाहिँ यस्तो ठाउँबाट लिनुपर्छ जुन ठाउँ चाहिँ उच्चतम स्थान हो, जस्तै गुरुहरू, जस्तै स्तुपहरू, जस्तै बुद्धहरूको अगाडि प्रत्यक्ष चाहिँ म सबै प्राणीको हितको लागि बुद्ध हुन सकोस्, अवश्य पनि बुद्ध बन्नेछु भन्ने भावना आयो भने यसलाई प्रनिधि बोधिचित्त भनिन्छ। र त्यो तपाईँहरूले अहिले भावना गर्नुपर्छ। 저는 두 번째 다 주바심계시하지만 주바심계시한테 내면심계로부터 마세베 엔타 상계를 고마 콜라가 제대로 남는 걸 주고 그러나 라면 마셔 밥도 심어 들어다 제네 마셔 들어가고 시라 소바 딱 하나 자세 신주스 미쳐버 잡수다 버려야 무엇을 주기 인사가 사바테 주바스미 바텐디 무엇을 주기 담제 केवल धामचे सेवतेलिया इन जुगसंगिया संबंध। अब भावना गर्नुहोस्, त्यो छैटौँ वन्दना चाहिँ प्रस्थान बोधिचित्त भनिन्छ।